ओ गाडी त आयो ठुली एउटा यो एउटा चाहिँ आयो कहाँ जाने हो ल आयो है यहाँ रोक्छ होला नि त भनेको होला नि यही हो कि यही हो यो होइन आउनै बाँकी छ ल अर्को भनेको थियो नि त रोक्नु पर्ने हो नि त होइन र बस्नु फेरि भोलि जानु अब के गर्नु त छुट्यो भने त अब हिँडेर जाने कुरो हुँदैन होइन होला यो ड्राइभरै देख्छ होइन कान्छा एक छोराले गरौँ न एकचोटि माइला छोराले गरौँ अलि यता बस्नु नि अब कहाँ पर बस्यो बाटोकै छेउमा गाडी आउँछ धुलाउनु छेउमा बस्नु नि यता बस्नु छोडेर गयो भने त अनि के गर्नु हो त आउँछ नि अन्त भर बेलुका कहाँ जाने गाडी तपाईँ बसेर रातको घरमा छोरी मान्छे हो त यो त होइन तर गाडीको फोन गरेको अब नम्बरै चिन्नु छैन है अब नम्बरै चिन्नु बाइकमा जान्छ त बाइकमा त कष्ट भयो कहाँ छ बाइक कसको बाइकले पुऱ्याइदिन्छ रातै कसै तार्ने मिलेर जाने गाडी होला हौ बाबु मिलेर जाने गाडी होला हौ बुझ्ने उता मुढा लिएर आऊ छोरी लुनु मुढा ल्याइदियो नानी एउटा पो बस्ने मुढा ल्याइदेऊ न होइन ड्राइभर जस्तो लागेन मलाई होइन होला उसले पनि पैसा कमाउने हो नि त त्यतिकै त ऊ पनि उठेर हिँड्दैन न उसले पनि यहाँ भनिराखेको छ कति लिन्छ एउटा माथिलाई भाडा ठुले अब कति लिन्छ थाहा छैन पहिले हिँड्दाखेरि हेरी लिन्छ कसैले 500 पुऱ्याउँछ कसैले 700 लिन्छ ए हो ड्राइभर अनुसार यहाँदेखि मेरो पुग्दा थियो 800 पनि मैले 800 पोहोर आएर म गइनँ पोहोर आउँदाखेरि 300 रुपियाँ दियो माने त्यही त ड्राइभर हेरी त्यही हो यो उता पनि यस्तै हुन्छ कसैले यहाँ 1000मा लिन्छ कसैले यहाँ 1500मा पुऱ्याइदिन्छ तल झापा होइन कसैले 1200 1300 1800 भन्छ यो माथिको लस्केको भाउ चाहिँ सबै पहिरो सबै लस्किँदै आएको नि लो यो लो बस्नु हुँदैन है यस्तो फोन गरिदिएर भनिदेऊ न काकी पहिले केले जाँदा चाहिँ अब नि